Welcome to my next vlog. So it's all about cycling. रमाइलो दिन छ, घाम लागिरहेछ. सो यहाँ चाहिँ अहिलेसम्म हामीले साइकल रुट भेटेको छैनौँ. साइकल रुट माथिको एउटा भेटेको थियौँ, बिचमा हाइवे थियो. सो ओ माई गॉड, हामीले त्यहाँ कुकुरले अर्को कुकुरलाई खाइदियो. यस्तै हुन्छ, चलाउनु हुँदैन, चल्नु हुँदैन. सो फाइनली हामीले अहिले साइकल रुट भेट्यौँ. अब हामी सट्ट साइकल रुटबाट जान्छौँ. सो द्याट्स अ कन्ट्री पार्क, कन्ट्री साइडतिर हो यो चाहिँ होइन. मजा आउँछ जस्तो छ. अब चाहिँ लेट्स चाहिँ आइरहेछ पछाडि केटाहरू. सो यो बाटोमा चाहिँ केही गाडीहरू बाइकहरू केही पनि आउँदैन. त्यस्तो वकिङ पाथ फर पिपल एन्ड द साइकल होइन. अब हामी जस्तो यस्तो साइक्लिस्टहरू हो. हामी खतरा साइक्लिस्टहरू निस्केका छौँ यहाँनिर चाहिँ. सो हामी साइक्लिङ आउने भएर होला यहाँ बाटो पनि बन्द गरेको रहेछ. सो साइक्लिङ गरेको छ. एक ठाउँमा जाने भनेको अहिलेसम्म हामीले बाटो भेटेको छैनौँ. वी आर लस्ट टाइपको भइसक्यो अब होइन. म्यापबाट एउटा बाटो देखिरहेछ तर अगाडिको बन्द भइरहेछ. त्यही पनि हामी गइरहेको छौँ जानु चाहिँ. त्यस्तै के कस्तो हुन्छ अझै पनि. सो यहाँबाट चाहिँ अब बल्ल आधी घन्टा कहाँ हराएर हामी यो बाटो निस्क्यौँ. ल गाइसहरू अब यहाँनिर यसरी प्रतीक्षा गर्दैछन्. अब प्रतीक्षाको फल मिठो हुन्छ. ल पोलो पार्क यहाँबाट पनि बाटो रहेछ हुनु चाहिँ. हेर्नु हामी अब निस्केनौँ तर हामी चाहिँ यो बाटो आइपुग्यौँ. हाइवे नै हाइवे जस्तो टाइपको. फाइनली वी गट आवर साइक्लिङ रुट नाउ. अब चाहिँ जाउँ. अब चाहिँ यो बाटो चाहिँ रमाइलो हुन्छ होला. केटाहरू अगाडि गइसक्यो. पार्क रहेछ यहाँ सानो खाले एउटा. Let's go. ब्रेक पनि यो साइडको अलिक कडा रहेछ. झ्याम लाग्दो रहेछ. होइन घन्टा एकचोटि लड्यो पनि बट लड्न खोज्दैन. ओइ ब्रेक कडा छ. झ्याप्छ्यापै ब्रेक लाग्छ यता. सो यहाँ चाहिँ हाई भोल्टेज पनि रहेछ यतातिर. यहाँ पार्क छ अनि यहाँनिर चाहिँ यो साइकल रुट हो. दिस इज द रियल साइकल रुट अफ दिस कन्ट्री एन्ड इट्स फन. रमाइलो छ जानलाई. Wow, this is a beauty. खोला रहेछ नि त यहाँ त दामी. त्यही बाटो हो. यहाँको मान्छेहरूको साइक्लिङको पारा चाहिँ छुट्टै हुन्छ क्या. लाइक त्यो गएर प्रपर ग्याजेट्स क्या, सबै कुरा हुन्छ. अनि यस्तो हेर्दाखेरि नै दे आर द साइक्लिस्ट जस्तो लाग्छ क्या. अनि हाम्रो पारा चाहिँ यस्तो. आज मौसम पनि रमाइलो छ, घाम लागिरहेछ होइन. बिहान चाहिँ एकछिन डिम भएको थियो है. बिहान डिम भएको थियो, अहिले घाम लागेको छ. युनिबाट साइकल पनि निकालेको छ, साइकल पनि पाएको छ. जस्ट गऱ्यो भने हुन्छ, रमाइलो हुन्छ. नेपालमा नि यस्तो बाटो बनाइदियो कति रमाइलो हुन्छ है. मान्छेहरू कहाँ साइक्लिङ कति मान्छेहरू हुन्छ. तपाईँको अहिले नेपालमा लास्ट आइरहेछ नि, जो पनि साइक्लिङ गर्ने मेची महाकाली गर्ने भइरहेछ नि त. कतिजना लाइक त्यसरी भेटेको छ कि. रमाइलो हुन्छ त्यो बाटो भएको. गाडीकै बाटो हिँड्नै पर्यो. सेफ्टीको कन्सर्न हो नि त. ठिक छ, डेभलपिङ हो, केही होला नि. बिस्तारै होला केही. लेट्स होप केपी बा केही बाले गर्यो हो. एटलिस्ट बोल्देऊ नगर्यो भने बोल्देऊ. यस्तो मजा आयो बाटो छ. यहाँबाट यस्तरी हामी जाँदैछौँ. अगाडि मान्छे आउँदैछ, डिस्टर्ब त गर्नु हुँदैन. सरी. Cheers, have a good day. पेडिस्टेरियन प्रायोरिटी फर्स्ट हो यहाँनिर है. बाइक भयो भने साइकल छ भने मान्छे पहिला प्रायोरिटी दिनुपर्छ यहाँनिर चाहिँ. तर म चाहिँ आइदिएँ, पुलको बिचमा पुगिसकेको थिएँ.
कस्तो तराईतिर पुगे जस्तो लागिरहेछ यो बाटोमा त घाम पनि त्यस्तै चर्को लागिरहेछ अन्त तराईको बाटोमा लास्टै गर्मीमा बाइक अथवा साइकल चलाएको के हुन्छ नि त्यस्तै फिल भइरहेछ अहिले चाहिँ यहाँनिर त्यो कैँचीवाला यस्तै यस्तै वाला ठुलो होइन म चलाएको छु त्यो त मामा घरमा अहिले चाहिँ हामी यहाँनिर यसो अब कोपमा गएर अनि यसो चिसो किनेर अब साइकल यस्तरी पार्क गरेर जिन्दगीमा पहिलोचोटि कुनै माडा गरेँ मैले चाहिँ अब किनभने के गरेको छु मैले चाहिँ पहिलोचोटि यस्तरी पार्क गरेको छु होइन सो फाइनल्ली पोलक्सो कन्ट्री पार्क आइपुग्यौँ चौरी गाई पनि यहाँ बाटोमै देखियो यहाँ रहेछ सो अहिले हामी जाँदैछौँ त बर्ड कलेक्सन रेडी होइन त रेडी हो अब चाहिँ हामीले यहाँ साइकल यस्तरी पार्क गरेर अब हामी यहाँ द बर्ड कलेक्सन जाँदैछौँ के रहेछ भित्र हेरौँ अब सो यो ढोकाहरू छ यस्तो खालि मार्बलको टाइपको ढोका छ यो त ढुङ्गाको रहेछ यो चाहिँ भित्र रेस्टुरेन्ट सप ग्यालेरी रहेछ यहाँ चाहिँ अब यहाँ चाहिँ बार छ कफीहरू पाउने यसो भित्र गइदिउँ अब अनि यहाँनिर चाहिँ ऐनामा रिफ्लेक्सन के पुरा लाइक मिरर आर्ट भनौँ न अब यस्तो छ यहाँ अहिले चाहिँ हामी द बर्ड कलेक्सनबाट बाहिर निस्क्यौँ भित्र लास्टै एन्टिक पिसहरू होइन टाइम नामी चाहिँ अब त्यो भिडियोमा आइहाल्छ अब साइकल लिएर फेरि ब्याक टु साइक्लिङ अनि पन्ड जान्छौँ पन्डमा गएर यसो के खाएर अनि त्यसपछि ब्याक टु होम चाहिँ सो लाली गुराँस पनि फल्दो रहेछ यहाँनिर चाहिँ ऊ त्यो अगाडिको पिङ्क कलरको लाली गुराँस हो अनि पन्डको साइड अब यसो साइक्लिङ होइन अनि त्यसपछि उता माथितिर गएर मान्छेहरू फिसिङ पनि गर्दो रहेछ अरे यो पन्डमा त वाउ त्यो हो नि त कला फिसिङ गर्ने कला साइकलमा आएर फिसिङ गरेर घरमा तरकारी ल मजा आउँछ त्यसरी पनि सो हामीले चाहिँ अब पन्ड चाहिँ घुम्दा पिकनिक स्पट लेखिरहेको थियो आइल्यान्ड लेखिरहेको थियो स्पट नपाएर हामी चाहिँ वनको बिचमा आएर अब टट्टर आएर ड्राई पिकनिक गर्ने ड्राई पिकनिक नाउ अब साइकलहरू चाहिँ कडा देखाएको छ है तर सबको आफ्नो पारामा मान्छेहरू पनि सब आफ्नै पारामा अनि आइपुग्यो अब बिस्तारै गाइस अब क्लोजिङ द ब्लग होइन यस्तो भयो रमाइलो भयो यहाँनिर सबजना यसरी पिकनिक खायौँ हामी होइन अब बिर्ला सिर्ला पनि छ यो भनेर चाहिँ जुस हो यहाँको है सो खायौँ मस्तो भयो साइकलहरू त्यहाँनिर छ अब यस्तै हो इन्जोय द ब्लग साइक्लिङ भएको अल ओभर अब हामी फर्किन्छौँ डाइरेक्टली अब चाहिँ म्याचलाई पनि हेर्दैनौँ डाइरेक्टली साइक्लिङ गरेर ब्याक टु द होम
अनि त्यो रेस्ट गर्छौँ अनि भोलि फेरि ब्याक टु द लाइफ ओके सो यु बाई टेक केयर एभ्रीवन बाई के भन्नु छ नि भन है केटा तिमीलाई चाहिँ के भन्नु सक्छु छ म केही छैन